हेलो गाइस, सबैजना हामी चाहिँ भक्तपुर घुम्न आएको छौँ है साथीहरू। पानीपट मलाई टिप लगाइसक्यो त्यता होइन के अरे यो आँपाहरू बनाउने ठाउँमा आएको छौँ। हामी चाहिँ त लाइन बसिरहेको हेर्नु माटोको कुराहरू यस्तो यस्तो डिजाइनहरू अनि हामीले चाहिँ टाइल्सहरू हेरिसकेपछि चाहिँ यो के अरे पछ्यौराहरू बनाउने फ्याक्ट्रीमा गएको थियौँ। अनि पछ्यौरा चाहिँ यिनीहरू हो। अनि त्यसपछि चाहिँ हामी फेरि यो के अरे ठुलो टाइल्स बनाउने फ्याक्ट्रीमा गएको थियौँ। भक्तपुर सेरामिक भन्ने वाला हो के अरे। यो चाहिँ त्योभन्दा अगाडिको भन्दा चाहिँ ठुलो थियो। त्यो अगाडिको चाहिँ 80 सेरामिक थियो, यो चाहिँ भक्तपुर सेरामिक रहेछ। अनि यस्तै भएको थियो हाम्रो भक्तपुर फिल्ड भिजिट चाहिँ, इन्डस्ट्रियल फिल्ड भिजिट। रमाइलो भएको थियो एकदमै। हाम्रो फर्स्ट घुमाइ थियो कलेज ब्याचलर कलेजको साथीहरूसँग। अनि यस्तै यस्तै के अरे यो कुराहरू थियो। अनि यो चाहिँ र मेटेरियल्सहरू हो। अनि हामी इन्डस्ट्रियल भिजिट गरिसकेपछि चाहिँ हामी फेरि भक्तपुर दरबार स्क्वायर घुम्न गयौँ। उनीहरूलाई भक्तपुर दरबार स्क्वायर घुमाउनलाई उनीहरू चाहिँ कहिले पनि आएको छैन अरे धेरै जस्तो चाहिँ। अनि त्यसपछि हामी 6 जना छौँ अनि घुम्यौँ हामी होइन। अनि हामी चाहिँ अनि एकदमै रमाइलो गरेको थियौँ यो दिनमा। उनीहरूलाई पनि एकदमै रमाइलो भयो अरे। त्यसपछि चाहिँ हामी पानीपुरी खान गयौँ, ट्रस्ट चटपटे पानीपुरी। अनि उनीहरूको फर्स्ट ट्राई थियो, ठिकै थियो होइन। उनीहरू चिज गर्दैछन्, सबैजना हाई गर्दैछन्। हामी चाहिँ होइन त भक्तपुर घुम्न आएको, हामी घुम्न आयो भनेर के अरे पानी परेको छ क्या। हामी घुम्न आयो भनेर पानी पर्छ कि झन् म यिनीहरूलाई घुमाउँछु भनेर जब एउटा पानीपुरी चटपट खाइयो, पेट परेन, मिठो भएर थिएन होइन। के भन्नु अब त्यस्तै हो, छोड्दैन। अब त्यही हो, हामी त घुम्दैछौँ। म यिनीहरूलाई घुम्दैछु। हामी चाहिँ यता फोटो सेसन गर्दैछौँ यता हेर्नु होला। उसको चाहिँ टिकटक बनाउनलाई हेरेको छ। टिभी के भन्छ हामी चाहिँ यता होइन पानी परेर यता फेरि ओठ लागिरहेको छ। के भन्छ त्यसो भन्छ नि, ओठ लागिरहेको हेर्नु होला त्यस्तोमा। अनि यिनीहरू चाहिँ यता भिडियोहरू फोटो खिचाउँछौँ पास गर्ने मन्दिरमा पाले पिरो। हामी चाहिँ अब जुजु धो खाँदैछौँ। भक्तपुर आएपछि जुजुहरू खानु पऱ्यो होइन उनीहरू। हामी फर्किँदैछौँ होइन, दही सही खाएर आइसक्रिम खाएर फर्किँदैछौँ हामी। हिँड्नु होला। उनीहरू चाहिँ पानी परेर यसरी गर्दा छन् उनीहरू। हिँड्नु होला। जाँदैछौँ। उनीहरू चाहिँ आइसक्रिम खाएर हिँडी आइसक्रिम खानु परेको छ उनीहरूलाई। हामी त आनन्दले दही खाएर आइसक्यो। उनीहरू फोटो खिच्छ ढिला गरे हो के होइन अरू। अब चाहिँ हामी बसतिर जाँदैछौँ। बसतिर अगाडि हिँडिरहेछौँ। त्यहाँ हेर्नु दुईजना। अनि हामी चाहिँ त्यसपछि आलु चाप टोट्याटो फ्राई खाएर गयौँ। घुमघाम गरेर फेरि सरहरूले बोलाएकै ठाउँमा हामी पुग्न लागिसक्यौँ होइन। हामी चाहिँ खानपिन घुमघाम सबै होइन। तिमीलाई कस्तो लाग्यो आजको दिन? मलाई राम्रै लाग्यो। तर त्यो इन्डस्ट्रियल एरियाहरू त्यो भक्तपुर झाउ लाग्यो। अनि अरू चाहिँ राम्रो भयो, अरू पार्ट चाहिँ राम्रै भयो। हामी आफै घुम्ने ठाउँ त राम्रो भयो। सरहरूसँग घुम्नु त यस्तै हो साथीहरू। के भन्नु अब तिमीहरूलाई? त्यही हो अब हामी चाहिँ अब गइरहेछौँ त्यही ठाउँमा होइन।
चाहिँ त अगाडि हिँडिरहेछ हामीले चाहिँ होइन के मात्र खाएन भन न होइन भर्खर खाने कुरा खोज्दैछन् हामी चाहिँ अनि खाएर पनि घुमेर नि भ्याइसक्यो तिमीहरूलाई चाहिँ कस्तो लाग्यो त आजको दिन एकदम रमाइलो धेरै रमाइलो कस्तो एकदम रमाइलो थोरै टाइम यादहरू के अरे थोरै घुम्यौँ तर छिटो घुम्यौँ राम्रै घुम्यौँ धेरै कुरा याद पनि आयो उनीहरू चाहिँ राजा रानी थिए राजा दुईजना दिदी बेहेना रानीले राजा खोज्न नेक्स्ट भिडियो अर्को भिडियोमा भेट्नेछौँ होइन आजको यस्तै भयो भिडियो कस्तो लाग्यो लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु उनीहरू चाहिँ टोयलेट गइरहेछन् आइरहेछन् जानकी आई देखाउन जान कस्तो लाग्यो त आजको दिन एकदम बबाल गाडी सुकिसक्यो तिमीलाई रमाइलो भएर तिमीलाई मलाई त जानकी आई बोरिङ मतलब ठिकै भयो तर बस्न त मजा आयो घुम्न पनि मजा आयो तर अब के भयो बाई बाई गाइस के छ यो हाम्रो फर्स्ट टाइम सबको लास्ट भिडियो हुन सक्छ त्यसैले बाई बाई अर्को सेमेस्टरमा है भोलि पनि भेट्न चाहन्छु हामी चाहिँ भेट्छौँ होइन हामी भ्लगमा चाहिँ अब पछि